एकदम यति मजाको टेस्ट आउँछ नि, यति मजाको टेस्ट आउँछ। र यता काँक्राको अन्डा र काँक्रा मिक्स गरेर के बनाएको छ। झोल चाहिँ आज यो यस्तै सागको झोल रहेछ। आज सागको झोल, भात, मासु, यो काँक्रो र अन्डा, खिम्ची, पाउरोटी, साग। एकदम हेल्दी खाना, स्वस्थ खाना, मस्त खाना। एकदम पुरा भित्र जेलमै पसे जस्तो हुन्छ क्या। अनि त्यहीँभित्र भेट्दै अनि त्यहीँ काम, त्यहीँ खाने। अनि भित्र बसिरहँदाखेरि चाहिँ लास्टै दिमाग खराब अनि आँखा दुख्ने अनि त्यही हो। अब लास्टै बोर लाग्ने हुन्छ। तर यहाँ 5-10 मिनट भए पनि यो फ्रेस हावामा यसरी हरियालीमा अनि घाम सबै खाइयो। अनि फर्सी, भान्टा, खुर्सानी, धनियाँ पनि थियो, यो पोहोर। अनि सब्सक्राइब पनि गरेको हुनुपर्छ। सो दाइ केही पोजहरू ल दाइ, राम दाइ हाल्नु अलि गरिदिनु न सर। सो यस्तै खाना चाहिँ, यस्तै मासु खाना चाहिँ खानलाई तपाईँ चाहिँ कोरिया नै आउनै पर्छ है फेरि, होइन दाइ? त्यतिखेर त डर पनि नलाग्ने क्या। 12 बज्नु दाइ पुरै खोलामै। म यहाँ छ भने हजुर त्यो पल्लोपट्टि कम्पनीनिर अर्को हो माथिनिर। तपाईँले चाहिँ यो के अरे किन गर्नुहुन्छ एक्सर्साइज गर्नुको चाहिँ मुख्य कारण त्यो? गर्नुको मुख्य कारण म फिट हुनु मन छ। बस त्यही हो। हेलो गाइज, वेलकम ब्याक माई न्यू भ्लग। फेरि पनि म आज एउटा न्यू भ्लग ल्याएर फेरि पनि आइसकेको छु। सो म पनि आज हिजो जस्तै बिहान 6 बजेबाट अहिले 5 बजेसम्म 11 घन्टाको ननस्टप ड्युटी सकेर चाहिँ म अब यहाँ खाना खाने ठाउँमा आइसकेको छु। सो हामी चाहिँ अहिले खाना खाने ठाउँमा आएर अब जस खाना के छ हामी यसो हेरौँ है त। अब सुरुमा चाहिँ यहाँ थालहरू भइहाल्यो, अनि चम्चा चपस्टिक, अनि यहाँ भात र यता मासु र यता काँक्राको अन्डा र काँक्रा मिक्स गरेर के बनाएको छ। अनि यो चाहिँ खासै स्वाद हुन्न, टेस्ट अलि खासै टेस्ट हुन्न। नत्र त्योमा चाहिँ यो ससहरू हालेर टेस्ट बनाएर खाने। अनि यहाँ खिम्ची, त्यसपछि यो खै यो पाउरोटी जस्तो छ के हो। अनि यहाँ चाहिँ साग आएको रहेछ आज। सो यहाँ चाहिँ झोल चाहिँ आज के रहेछ? झोल चाहिँ आज यो यस्तै सागको झोल रहेछ। आज झोल दामी छ। सो यहाँ चाहिँ हामी अब यसो मिठो खाना खाएर अब हामी बाहिर एकछिन फ्रेस हावा खाएर जानेछौँ। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर इन्जोय गर्नु होला, साथ दिनु होला। सो यहाँ चाहिँ अब हामीले एकदम खाना रेडी पारेर हालेर ल्याएर एकदम अब खाना तयारीमा छु। सो हेर्न सक्नुहुन्छ सागको झोल, भात, मासु, यो काँक्रो र अन्डा, खिम्ची, पाउरोटी, साग। एकदम हेल्दी खाना, स्वस्थ खाना, मस्त खाना। अब चाहिँ हामी भित्र एकदम खानासाना खाएर एकदम यहाँ बाहिरको एकदम फ्रेस हावा खानको लागि आइसकेका छौँ। सो बिहान अनि 5 बजेबाट के अरे बिहान 6 बजेबाट 5 बजेसम्म चाहिँ 11 घन्टा लगातार भित्र होइन एकदम पुरा भित्र जेलमै पसे जस्तो हुन्छ क्या। अनि त्यहीँभित्र भेट्दै अनि त्यहीँ काम, त्यहीँ खाने। अनि के अरे खाने पनि त्यही छ नि त बाहिर। तर यहाँ आउन पाइन्न बाहिर, खासै त्यहीँ भित्रबाट खायो, भित्रैबाट अनि उता गयो। अनि त्यही भएर चाहिँ 11 घन्टा
भित्र बसिरहँदाखेरि चाहिँ लास्टै दिमाग खराब अनि आँखा दुख्ने अनि त्यही हो अब लास्टै बोर लागे हुन्छ। तर यहाँ 5-10 मिनट भए पनि यो फ्रेस हावामा यसरी हरियालीमा अनि घाम छाँदै घाम ताप्दै मजाले बसेको चाहिँ एकदमै आनन्द आउँछ। त्यो 11 घन्टा काम गरेको पुरै बिर्सिन्छ होइन। सो आज पनि हामी चाहिँ जहाँ हाम्रो बारी थियो, जहाँ हामीले तपाईँलाई हिजो देखाएका थियौँ बारीमा चाहिँ अहिले त्यहाँ आइसकेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ जस्तै थियो अगाडि मैले जुन देखाएको जस्तै के अरे हिजो यो खुर्सानी अनि त्यहाँ काँक्रा, यहाँ केराउ अनि यहाँ भिन्डीहरू होइन जो टन्नै छ। अनि त्यहाँ अब त्यहाँ भान्डा भइहाल्यो अनि त्यहाँ पर टमाटरहरू अनि त्यहाँ पर चाहिँ एउटा दाइले के अरे स्ट्रबेरी पनि लगाउनु भएको छ अरे त्यहाँ चाहिँ त्यो स्ट्रबेरी त्यो अनि त्यो चाहिँ पछि ठुलो भएपछि फल्छ होला। म चाहिँ फलेपछि तपाईँहरूलाई पक्कै पनि देखाउने छु। अनि यहाँ चाहिँ हाम्रो साग छ जो मैले हिजो देखाएको थिएँ। यो साग चाहिँ प्रायः यो मतलब ठुलो भएपछि यसलाई चाहिँ काटेर पकाएर अलि खासै खानेवाला चाहिँ साग होइन। यो साग चाहिँ कोरियामा एकदमै धेरै पाइने, एकदमै धेरै खाइने साग। तर यो साग चाहिँ मतलब के कस्तो भन्दाखेरि यो चाहिँ के हुन्छ नि त भात मासु अनि त्यही जराहरू तिनी धेरै अपरिकार हुन्छ। त्यो अपरिकारलाई चाहिँ एकदम यो सागको भित्र हालेर बिपेरेर अनि यो सागलाई चाहिँ खायो भने एकदमै टेस्ट क्या, एकदमै यति मजाको टेस्ट आउँछ नि, यति मजाको टेस्ट आउँछ। म चाहिँ यो वाला साग अनि अर्को साग पनि कहिले काहीँ आउँछ। त्यो साग आएको बेला चाहिँ जे होस् टन्नै खाइन्छ मजाले मस्त। अनि जे होस् यहाँ दामी छ क्या यो सागवाला चाहिँ मलाई बेस्ट लाग्यो यहाँ कोरियाको। अनि यहाँ चाहिँ फर्सी पनि छ अनि यहाँ चाहिँ पोहोर पनि थियो क्या, यहाँ पोहोर साग पनि तल पनि थियो साग अनि फर्सी पनि यो पुरै फर्सी लागेको थियो होइन। अनि जे होस् पोहोर नि हामीले खाइयो, साग नि टन्नै खाइयो अनि के अरे यो के फर्सी नि खाइयो, जे होस् सबै खाइयो। अनि फर्सी भान्टा खुर्सानी धनिया पनि थियो यो पोहोर अनि अर्को के थियो पुदिना पनि थियो, जे होस् टन्नै थियो क्या। अनि के अरे काँक्रा पनि थियो पोहोर अनि अरू मकै पनि थियो पोहोर, जे होस् टन्नै थियो। अनि पोहोर चाहिँ यहाँ हामीले पुरै होइन खनेर एकदम पुरा यो क्लियर बनाएर लगाएको थियौँ। सो त्यो पालि चाहिँ यो अलिक खासै केही नगराएर जहाँ हामीले लगाउनु पर्छ त्यही मात्रै खनेर अनि जहाँ लगाउने त्यहीँ खनेर अनि त्यहीँ लगाएका छौँ। सो यो पालि चाहिँ खुर्सानीहरू काँक्राहरू के कस्तो फल्छ म तपाईँहरूलाई एकदम यो ठुलो भएपछि देखाउने नै छु। सो त्यसको लागि चाहिँ तपाईँले यो च्यानललाई सब्सक्राइब गरेको चाहिँ अनिवार्य रूपमा हुनुपर्छ, किनकि यो भिडियोमा मात्र भएर हुँदैन, तपाईँको साथमा मेरो यो च्यानल सब्सक्राइब पनि गरेको हुनुपर्छ। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। गरिदिनु दाइ केही पोजहरू ल दाइ राम दाइ गरिदिनु केही पोजहरू अनि हजुर दाइ मान दाइ के छ दाइ खबर? ए सुनिल दाइ के छ खबर? जाने देखाउनुहुन्छ जसले पनि बब्बाल छ बब्बाल आजको किन दाइ ताजा नभई दाइ तिनजना नै बुङ्गुर हो जुन हिजो थियो आज त्यही छ त आज पनि पोहोरको मासु जहिले यस्तै चलाउनु पर्छ क्या, मासु त सुक्खा भएको हुन्छ होइन। भन्नु कि सम्झाइजहरू हेर्ने यस्तो मिठो खालको खायो तपाईँहरू खसीको मासु यो चाहिँ प्योर चाटी खाने ठाउँ हेर्नुहोस् हजुर जति हाल्नु गरौँ हाल्नु अरे भरिदिनु न के भरिदिनु न अनि ल त गाइजहरू चाहिँ हाम्रो आज पनि एकदम स्पेसियल मासु पाकिसकेको छ
त्यो चाहिँ एकदमै टेस्ट बवाल हुन्छ। सो यस्तै खाना चाहिँ यस्तै मासु खाना चाहिँ खानलाई तपाईँ चाहिँ कोरिया नै आउनै पर्छ है फेरि होइन त। योवाला चाहिँ यो कोरियन खसीको मासु खानलाई कोरिया आउनै पर्छ। कसो दाइ होइन त कसरको दाल भयो ल है त। यो चाहिँ हाम्रो आज कोरियन के अरे कोरियामा आज 11 घन्टापछि ड्युटी हानेर आएर अनि एकदम फ्रेस तलको हावा खाएर सो अब चाहिँ एकछिन अब हामी सुत्ने बेला चाहिँ सो एकछिन अब खाना खाएर अनि अब एकछिन रुममा गएर सुतिहाल्नुपर्छ। सो आज चाहिँ मासु अनि दाल भात रहेको छ। आज धेरै नयाँ तरिका अथवा धेरै छैन सो तर त्यही पनि मासु भात र दाल चाहिँ छ। त्यतिखेर त डर पनि नलाग्ने क्या 12 बजी पुरै खोलामै म यहाँ छ भने हजुर त्यो पल्लोपट्टि कम्पनीनिर अर्को हो माथिनिर त्यसरी राति पनि डर नलाग्ने कि टर्च एउटा टाउकोमा यस्तो उ गरेर यहाँनिर टर्च राख्थ्यो भ्याउरो जस्तो क्या पा भन्छ है त्यो लगाउनु चिपकाउन त खानु हो पा भनेको छुट्टै होइन त हामीले खाने खान्छ कि अर्को माछा भने चेपा काँडा भने छुट्टै हुन्छ चेपा भने छुट्टै हुन्छ। चेपा भनेको त त्यो माछा जस्तो ससाना कालो कालो होइन त त्यो त खान्न हो कहाँ खान्छ चेपा नै खान्छ चेपा काँडा। तपाईँले चाहिँ यो के अरे किन गर्नुहुन्छ एक्सर्साइज केही टिप्सहरू दिनु त? के भन्छ एउटा मान्छेलाई हजुर पर्फेक्ट बनाउनको लागि चाहिँ एक्सर्साइज व्यायाम पनि एक प्रकारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ क्या। हजुर नमस्कार गर्नै पर्ने मुख्य कारण के हो? गर्नै पर्ने मुख्य कारण गर्नुको चाहिँ मुख्य कारण गर्नुको चाहिँ मुख्य कारण के हो? गर्नुको मुख्य कारण म फिट हुनु मन छ बस त्यही हो। त्यही हेर्नु न अनि यहाँ हेर्नु मलाई एउटा स्वस्थ जीवन स्वस्थ मस्त व्यस्त काम पनि गरेको छ व्यायाम पनि गरेको छ खाना पनि खाएको छ बस सुत्न पनि सुतेको छ जिन्दगीमा त्यही चाहियो होइन जिन्दगीमा त्यही चाहिएको स्वस्थ मस्त व्यस्त रहनुहोस् भन्दै म पनि फेरि गर्नु है त ल। ल है त फाइनली गाइज अब चाहिँ हामीले अहिले टक्क खाना पनि खाएर एकदमै टन्न होइन भात मासु दाल थियो। सो हामीले आज सबै खाएर एकदमै टन्न एकदम खाना एकदमै मिठो थियो। सो मेरो चाहिँ आज बिहानदेखिको अहिलेसम्मको चाहिँ म छोटोमा एउटा मेरो रुटिन के थियो भन्दैछु। सो म बिहान 6 बजी उठेँ 6 बजी ड्युटीमा गएँ अनि हाम्रो चाहिँ आज अलि काम बिजी थियो। सो 12 बजीतिर खाना खाइयो अनि 12 बजीदेखि खाना खाएदेखि अनि साँझ 5 बजीसम्म कन्टिन्यू काम भयो अनि 5 बजी छुट्टी भयो अनि 5 बजीदेखि चाहिँ थोरै एकछिन खाना खाएर बाहिर एकछिन फ्रेस हावा खाइयो। त्यहाँदेखि रुममा आएँ। रुममा आएपछि यत्तिकै बस्ने अनि यसो खानासाना पकाउने सहयोग गरेँ र त्यसपछि चाहिँ हामीले मस्त मिठो एकदम बवाल थियो खाना मिठो खाना खाएर अब चाहिँ हामी भन्दा पनि म सुत्न गएको छु। तपाईँहरूलाई चाहिँ यो भिडियो हेरेर कस्तो लाग्यो के लाग्यो कृपया तल कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला र यो भिडियो मन पर्यो भने चाहिँ यो भिडियोलाई लाइक गर्न बिर्सिनु होला एकदम गर्नु होला लाइक। र यदि तपाईँ यो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नु होला। थ्याङ्क्स फर वाचिङ। म आउनेछु अर्को एउटा नेक्स्ट भिडियोमा। त्यतिसम्मको लागि टाटा बाई बाई।